नमस्कार। आज हामी लेसन 1 को भोकाबुलरीहरू पढ्न गइरहेका छौं। आशा छ यस भिडियोबाट तपाईलाई निकै सहयोग मिल्नेछ। ल त ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। पहिला रहेको छ म। मलाई चाहिँ जापानिजमा चाहिँ वातासी। वातासी भनेको चाहिँ म रहेको छ। त्यस्तै हामी भन्नु पर्यो भने चाहिँ जापानिजमा चाहिँ वातासी ताची। वातासी ताची। वातासी ताची भनेको चाहिँ हामी रहेको छ। त्यस्तै तपाई यु। तपाईलाई चाहिँ जापानिजमा चाहिँ आनाता। आनाता। आनाता भनेको चाहिँ तपाई। त्यस्तै मिन्नासान। मिन्नासान भनेको चाहिँ सबैजना। सबैजना। एभ्रीवानलाई चाहिँ मिन्नासान भनिन्छ। त्यस्तै आनो हितो। उ त्यो मान्छे, उ त्यो व्यक्ति। द्याट पर्सन के प्लेन फर्ममा रहेको छ। आनो हितो भनेको चाहिँ उ त्यो मान्छे, उ त्यो व्यक्ति भनेको। त्यस्तै यो प्लेन फर्ममा रहेको छ। त्यस्तै पोलाइट फर्ममा चाहिँ आनो खाता। आनो खाता। आनो खाता भनेको चाहिँ उ त्यो व्यक्ति तल पोलाइट फर्ममा रहेको छ। त्यस्तै सान भनेको चाहिँ जी हो के जी। सान भनेको चाहिँ जी रहेको छ। यो चाहिँ नामको पछाडि प्रयोग गरिन्छ। जस्तै सौरभ सान भनियो भने चाहिँ सौरभजी। रामु सान भनेको चाहिँ रामजी भनिन्छ नि। त्यस्तै अर्को रहेको छ चियान। यो चाहिँ सानो केटी बच्चाको नामको पछाडि प्रयोग गरिन्छ। सानको जस्तै चियान। त्यस्तै जिन भनेको चाहिँ नागरिक रहेको छ। अब नागरिक नेपालु जिन नेपालको नागरिक भयो। त्यस्तै इन्डोजिन। त्यस्तै चाहिँ जिन भनेको चाहिँ नागरिक रहेको छ। त्यस्तै सेन्से। सेन्से भनेको चाहिँ शिक्षक टिचर रहेको छ। सेन्से। सेन्से। सेन्से भनेको चाहिँ शिक्षक। त्यस्तै शिक्षकलाई आफूलाई भन्नु पर्यो भने चाहिँ क्युसी। क्युसी। क्युसी भनेको चाहिँ शिक्षक टिचर रहेको छ। त्यस्तै दारे। दारे भनेको चाहिँ को। यो चाहिँ प्लेन फर्म हो। दारे। दारे। दारे भनेको चाहिँ को। त्यस्तै यसको पोलाइट फर्ममा चाहिँ दोनाता। दोनाता। अब ठुला बडालाई चाहिँ आफूले भन्नु पर्यो भने चाहिँ दोनाता भन्नुपर्छ है। को भनेको चाहिँ दोनाता। त्यस्तै विद्यार्थीलाई चाहिँ गाकुसे। गाकुसे। गाकुसे भनेको चाहिँ विद्यार्थी रहेको छ। त्यस्तै कम्पनी भन्नु पर्यो भने चाहिँ जापानिजमा चाहिँ खाइसिया। खाइसिया। खाइसिया भनेको चाहिँ कम्पनी। त्यस्तै कम्पनीको कर्मचारीलाई चाहिँ खाइसियाइन। खाइसियाइन। खाइसियाइन भनेको चाहिँ कम्पनीको कर्मचारी। त्यस्तै स्याइन भनेको चाहिँ कर्मचारी है। स्याइन भनेको चाहिँ कर्मचारी। त्यस्तै बैंक कर्मचारी भन्नु पर्यो भने चाहिँ गिन्कोइन। गिन्कोइन। गिन्कोइन भनेको चाहिँ बैंक कर्मचारी। त्यस्तै बैंकलाई चाहिँ गिन्को। गिन्को। गिन्को भनेको चाहिँ बैंक रहेको छ। त्यस्तै डाक्टर। डाक्टरलाई चाहिँ इस्या। इस्या। इस्या भनेको चाहिँ डाक्टर रहेको छ। त्यस्तै अनुसन्धानकर्ता रिसर्चरलाई चाहिँ जापानिजमा चाहिँ केन्क्युस्या। केन्क्युस्या। केन्क्युस्या भनेको चाहिँ रिसर्चर अनुसन्धानकर्ता। त्यस्तै इन्जिनियरलाई चाहिँ एन्जिनिया। एन्जिनिया। एन्जिनिया भनेको चाहिँ इन्जिनियर रहेको छ। त्यस्तै हस्पिटललाई चाहिँ ब्योइन। 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 ब्योइन भनेको चाहिँ हस्पिटल रहेको छ। त्यस्तै विश्वविद्यालय युनिभर्सिटीलाई चाहिँ दाइगाकु। दाइगाकु। दाइगाकु भनेको चाहिँ विश्वविद्यालय युनिभर्सिटी। त्यस्तै देन्की भनेको चाहिँ बत्ती इलेक्ट्रिसिटीलाई चाहिँ देन्की। देन्की। देन्की भनेको चाहिँ इलेक्ट्रिसिटी। त्यस्तै वर्ष साई। साई। साई भनेको चाहिँ वर्ष रहेको छ। त्यस्तै कति वर्ष भन्नु पर्यो भने चाहिँ कसैलाई सोध्नु पर्यो भने चाहिँ नान्साई। नान्साई देशका भनेको चाहिँ कति वर्ष हुनुभयो भनेको होइन। नान्साई भनेको चाहिँ कति वर्ष भनेको है। त्यस्तै यसैको चाहिँ पोलाइटमा भन्नु पर्यो भने चाहिँ अलि ठुला बडालाई भन्नु पर्यो भने चाहिँ आफूभन्दा ठुलालाई भन्नु पर्यो भने चाहिँ ओइकुचु देशका। ओइकुचु भनेको चाहिँ कति वर्ष है। ओइकुचु। ओइकुचु। ओइकुचु देशका भनेको चाहिँ कति वर्ष। त्यस्तै यस हो भन्नु पर्यो भने चाहिँ हाई। हाई। हाई भनेको चाहिँ हो। त्यस्तै होइन इए। इए। इए भनेको चाहिँ होइन। नो भनेको क्या नो भन्नु पर्यो भने चाहिँ इए भन्नु पर्यो है। त्यस्तै सिचुरे देशका। सिचुरे देशका। सिचुरे देशका भनेको चाहिँ एक्सक्युज मी भनेको है। सिचुरे देशका भनेको चाहिँ एक्सक्युज मी भनेको है। त्यस्तै नाम के हो भनेर सोध्नु पर्यो भने चाहिँ ओनामाएवा। ओनामाएवा। ओनामाएवा भनेको चाहिँ नाम के हो भनेको है। के अरे ओनामाएवा भनेको चाहिँ नाम के हो। अझसम्म पनि हजुरले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु होला। एउटा मिठो कमेन्ट छोड्नु होला है। त्यस्तै अर्को रहेको छ हाजिमे मासिते। हाजिमे मासिते। हाजिमे मासिते भनेको चाहिँ
आफ्नो परिचय दिँदा भन्ने या अथवा पहिलो पटक भेट्दा चाहिँ कसैसँग भन्नु पर्यो भने चाहिँ सुरुको वाक्य नै रहेको छ हाजिमे मासिते भन्नु पर्यो है। हजुरले चाहिँ पहिला भेट्नुभयो भने चाहिँ आफ्नो परिचय दिँदाखेरि चाहिँ भन्ने पहिलो शब्द नै हाजिमे मासिते भन्नु पर्यो है। इन्ट्रोडक्सन दिँदा होस् जे गर्दा होस्। त्यस्तै अब खारा किमासिता रहेको छ। खारा किमासिता भनेको चाहिँ बाटा आएको। अब अगाडि चाहिँ नेपाल खारा किमासिता भनेको चाहिँ नेपालबाट आएको हुन्छ है। खारा किमासिता भनेको चाहिँ बाटा आएको। त्यस्तै साकुरा दाइगाकु भनेको चाहिँ साकुरा विश्वविद्यालय है। साकुरा युनिभर्सिटीलाई चाहिँ यस फर्स्ट लेसनमा चाहिँ साकुरा दाइगाकु भनेर यो पनि दिएको छ। त्यस्तै अब केही कन्ट्रीहरूको बारेमा रहेको छ, कन्ट्रीको नाम रहेको छ फर्स्ट लेसनमा। त्यस्तै अमेरिका भनेको चाहिँ अमेरिका युएसए रहेको छ। त्यस्तै इगिरिसु भनेको चाहिँ युकेलाई चाहिँ इगिरिसु भनिन्छ। त्यस्तै इन्डियालाई चाहिँ इन्दो भनेको चाहिँ इन्डिया। त्यस्तै दक्षिण कोरियालाई चाहिँ खानकोकु भनेको चाहिँ दक्षिण कोरिया रहेको छ। त्यस्तै थाइल्यान्डलाई चाहिँ ताई भनेको चाहिँ थाइल्यान्ड रहेको छ। त्यस्तै चाइनालाई चाहिँ चिउगोकु भनेको चाहिँ चाइना रहेको छ। चाइनालाई चाहिँ चिउगोकु। त्यस्तै जर्मनलाई चाहिँ दुइचु भनेको चाहिँ जर्मन है। जर्मनलाई चाहिँ दुइचु भनेको चाहिँ जर्मन। त्यस्तै फ्रान्सलाई चाहिँ फ्रान्सु भनेको चाहिँ फ्रान्स रहेको छ। त्यस्तै ब्राजिललाई चाहिँ बुराजिरो भनेको चाहिँ ब्राजिल रहेको छ है। ब्राजिललाई चाहिँ बुराजिरो। त्यस्तै इन्डोनेसिया भनेको चाहिँ इन्डोनेसिया भनेको कन्ट्री हो नि त, यसको चाहिँ इन्डोनेसिया भनेको चाहिँ इन्डोनेसिया भनिन्छ है। लेसन 1 चाहिँ सकिएको छ, केही छुटेको छैन। अब तपाईँ आफै पढ्नुहोस्, म टेक्स्ट मात्र राखिदिन्छु साउन्ड अफ गरेर, ताकि तपाईँलाई उच्चारण पनि आओस्। ल सुरु गर्नुहोस् त, ल पढ्नुहोस् है अन्तिमसम्म हेर्नुलाई।